हेलो गुड मर्निङ एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल र साथीहरू सबैलाई मेरो च्यानलमा स्वागत छ। र आज पनि अरू बेला जस्तै रेगुलर मुकबाङ भिडियो लिएर उपस्थित भइसकेको छु र भिडियोलाई अन्तिम समय हेरेर साथ दिनुहुन्छ भन्ने आशा पनि राखेको छु। र साथीहरू यदि भिडियो मन परेमा भिडियोलाई लाइक कमेन्ट सेयर र सब्सक्राइब पनि गर्न सक्नुहुनेछ यो च्यानललाई। र आज चाहिँ म चाहिँ सुकुटी छ साथमा जुकुनी र यो दुई मिक्स गरेर चाहिँ अब हामी करी बनाउन गइरहेछौँ र राइस र करीको साथमा चाहिँ मुकबाङ गर्न गइरहेछु र भिडियोलाई हेर्दै गर्नु होला साथीहरू। आज चाहिँ यहाँ बफको सुकुटी छ र यहाँ जुकुनी पनि काटेको छौँ हामीले र यसलाई पकाउनको लागि चाहिँ यहाँ टमेटो पनि कटिङ गरिसकेको छौँ, खोर्सानी कटिङ गरिसकेर प्याज कटिङ गरिसकेर यहाँ चाहिँ अदुवा लसुनको पेस्ट पनि रेडी गरिसकेको छौँ। भिडियो हेर्दै गर्नुहोस् है साथीहरू। हामीले तेल हालिसक्यौँ, तेल पनि लगभग खरिसकेको छ, धुवा आउँदैछ अलिअलि। अब यसमा चाहिँ हामी जिरा पटटटट मजाले पड्काउँछौँ। चट्टसँगले यो जिरा पड्काउने प्याज राख्यो, चलो का प्याज हाम्रो यहाँ सुकुटी चाहिँ चट्ट गरिरहेको छ साथीहरू। हामीले अदुवा पनि हाल्यौँ यसमा होइन, अदुवा हालेर यसलाई हर्दी लगाउनु गइरहेको छ होइन। अब यसमा चाहिँ जुकुनी होइन हाल्यौँ। खानुपर्छ भेजिटेबल। मजाले चलाउनु अनि मिलाउनु, मजाले चलाउनु। साथीहरू हाम्रो खाना पनि उम्लिरहेछ, अब लगभग रेडी हुन लाग्यो। अब चाहिँ चलाउनु गर्दैछ। त्यो टमाटर लगाइदिनु, टमाटर लाग्छ। यसमा टमाटर लाग्यो। ल साथीहरू, आजको मुकबाङ भिडियोमा चाहिँ मेरो यहाँ दाल छ, यहाँ चाहिँ सुकुटी र जुकुनी भुटेको र यहाँ चाहिँ प्याज अमिलोहरू यस्तै छ र यहाँ चाहिँ दही छ र यति नै हो साथीहरू आजको लागि। र म चाहिँ खाना गइरहेको छु, साथीहरू चाहिँ हेरेर इन्जोय लिनु होला है त। अब के गर्नु।
अह, दामी भएछ सुकुटी एकदम टेस्टी भएछ आज ल साथीहरु मैले चाहिँ आजको मेरो लन्च पनि खाइसकेँ सबै राइस चाहिँ खाइसकेँ तर दाल अलिकति खाइसकिन यो तरकारी पनि खाइसकिन साथीहरु आजको मेरो भिडियो कस्तो लाग्यो आफ्नो प्रतिक्रियाहरु पनि दिन नभुल्नु होला र आजको मुकबाङ भिडियो चाहिँ यति नै साथीहरु र अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजको भिडियोबाट चाहिँ म छुट्न चाहन्छु र साथीहरु सबैको दिन शुभ रहोस् र सुखी रहनुहोस् खुशी रहनुहोस् जहाँ भए पनि सी यू नेक्स्ट टाइम बाइ बाइ